सानो नानीहरू यहाँ आएर यो हाम्रो दोस्रो तेस्रो चौथो भेट भइसक्यो। त्यसैले हामी एकअर्कामा धेरै चिन्जान हुँदै गयौँ। आज मेरो समयको प्रतिबद्धता छ र दोस्रो बहिनीले मलाई यो क्रेडिट कोर्सहरूको बारेमा भन्न लाउनु भएको हुनाले म त्यो भन्छु। तर यो स्कुल बच्चाको होइन, यो शिक्षकको होइन, अभिभावकको पनि होइन, यो तिनटै पाङ्राको एउटा ठुलो पुञ्ज हो। यो चाहिँ एउटा साझा समूह हो, हामी भेला हुने ठाउँ हो। यसले सानो ठाउँबाट हामी अलिक ठुलो ठाउँमा पुग्यौँ र आज म एउटा यसैबाट क्रेडिट कोर्स भनेको हाम्रो विद्यार्थी भाइ बहिनीहरू हाई स्कुलमा गएर जुन एउटा इङ्ग्लिस पढ्दा एउटा क्रेडिट पाउनुहुन्छ, म्याथ भने गणित पढ्दा अर्को क्रेडिट पाउनुहुन्छ, साइन्समा अर्को पाउनुहुन्छ भने यसमा त्यस्तै नेपाली भाषा आफ्नै भाषा सिक्दा त्यसमा क्रेडिट पाउनुहुन्छ। र उहाँले अङ्ग्रेजीमा 60% ल्याउनु भएको छ, साइन्समा 70% ल्याउनु भएको छ भने अहिले यो नेपाली भाषा स्कुलमा सबैभन्दा थोरै ल्याउने विद्यार्थी भाइ बहिनीहरूले 80% र 82% ल्याउनु भएको छ। र धेरै मिहिनेत गरेर पढ्ने अथवा अलिक राम्रो पहिलेदेखि धेरै जानिराखेका विद्यार्थीहरूले अङ्ग्रेजीमा 90.99 भनेको नेपालीमा पनि 59%भन्दा बढी भनेर 100% ल्याउने पनि केही विद्यार्थीहरू हुनुहुन्छ। उहाँको त्यो क्रेडिट कोर्स चाहिँ हामीले स्कुलमा सक्ने बित्तिकै उहाँको स्कुलमा गएर अहिले उहाँलाई कलेज जान, युनिभर्सिटी जानलाई धेरै सहयोग भएको छ। र हाम्रा नेपाली क्रेडिट कोर्स पहिला यसमा हामीहरूले पहिला विद्यार्थीहरू हाम्रो 38 जना विद्यार्थीहरूले रजिस्टर गर्नुभएको थियो। हाम्रो यस्तो नजिकै हाई स्कुल चाहिँ नभएको यो स्कुलमा क्रेडिट कोर्स पढाउनु हामीले पाएनौँ, किनभने त्यो हाई स्कुल हो। 9, 10, 11, 12को कक्षा भएकाले त्यस्तै सुविधा भएको स्कुल चाहिने हुँदा उहाँहरूलाई चाहिँ हामीले अलिकति टाढा जानु पर्यो, बस पास चाहियो, टिकट चाहियो। यस्तो दुःखका बावजुद पनि सबैजना विद्यार्थीहरू 38 जनामध्ये हाम्रा जम्मा 4 जना विद्यार्थीहरू उहाँको परिवार पारिवारिक अवस्था अथवा कसैले जारी खान पाउनु भएको हुनाले र कुनै सिरियस केसहरू अप्ठ्यारो हुँदा छोड्नुभयो। अरू हाम्रा सबै विद्यार्थीहरूले चाहिँ अहिले क्रेडिट कार्ड पास सक्नुभयो। र हिजो चाहिँ हाम्रो यो अन्तिम दिन थियो, मैले चाहिँ पढ्न गरौँ भनेर बच्चा भन्दै विद्यार्थीले भन्नुहुन्थ्यो हामीले कुन पाठ पढाउँछौँ, यसमा हामीले के पढाइ तपाईँलाई सुनाउँछौँ। 4वटा विषयहरू ध्यान दिएको थियो, उहाँको पढाइ, लेखाइ, सुनाइ र बोलाइको विकास गर्ने क्रममा। तर उनीहरू पनि 14 वर्षभन्दा माथिको विद्यार्थी भएको हुनाले उहाँलाई मानसिक रूपमा र शारीरिक रूपमा उहाँको विकास हुने कुरालाई ध्यान दिँदै पाठ्यक्रम बनाइएको थियो। त्यसमा हामीले व्याकरण सिकाइयो, ग्रामर भनिन्छ अङ्ग्रेजीमा। त्यस्तै गरी उहाँलाई कविताहरू, उनीहरूलाई विभिन्न विधा पढाइयो, उहाँहरूलाई साहित्य विधाहरू पढाइयो, उहाँको एकअर्कालाई कला संस्कृति साहित्यको पहिचान गर्ने खालका लेखहरू पढाइएको छ र समूहमा छलफल गर्न सिकाइएको छ। नेपालबाट कोही पर्यटक आयो भने क्यानाडामा उहाँले कसरी गर्नुहुन्छ भने त्यो पढाइयो। क्यानाडाका के मुख्य कुराहरू छन् भन्ने जान्नु हो भने नेपालको मुख्य हाम्रो के हो भन्ने कुरो पढाइएको थियो। त्यसमा कला साहित्य संस्कृति र समूहमा छलफल र उहाँको आत्मविश्वास बढाउने कुराहरू गरियो। यसको व्याकरणसँगै हामीले साहित्यमा कथा, कविता, निबन्ध, लेखहरू र प्रतिस्पर्धात्मक वाद विवादहरू गर्न सिकाइएको थियो। त्यसमा उत्कृष्ट विद्यार्थीहरूले त्यसमा हामीले कसैलाई पनि तलमाथि नहोस् भन्ने हिसाबले त्यहाँबाट जस्तै ABC भनेर नम्बर हाल्ने, त्यसमा हाम्रा सबै ए
अभाव गरिएको छ। अब नेता भनेदेखि साँचो नेता के हो भनेको एकदम डिस्कस गरेर विद्यार्थीहरू जानुभयो। अहिले चाहिँ त्यसरी नै हाँस्दै खानापिनामा क्लासमा बस्नु नपाउने बोल हाल्ने माथि हाल्ने विद्यार्थी भेट्ने नमस्कार साथीहरू भनेर एकअर्कामा बन्दुकको एउटा दाजु भाइ बहिनीको एकदम क्लोज रिलेसन पनि यस्तो हुन्छ हामीले सक्दाखेरि। र यहाँ तपाईँ अभिभावकहरूले धेरै ठुलो सहयोग गर्नुभएको छ। विद्यार्थीहरूलाई मैले पढ्न गर्ने मिस पढ्न गर्ने भन्नु अब पार्लियामेन्ट जाने भन्नुभएको छ। अस्ति जे कुरा गर्छ हामी त्यहाँ जाने भन्नुहुन्छ। अब सरकारको कुरा गर्यो त्यही गर्ने भन्नुहुन्छ। अहिले त्यो विद्यार्थीहरू यस्तो क्लोज हुनुभयो, यस्तो आनन्दले अब अस्ति विद्यार्थी क्लासमा नआउने यता क्रेडिट कोर्समा जाने गराउने कतै कतै ड्रपमा पो अवमूल्यन भन्ने डर भएका विद्यार्थीहरू अहिले तपाईँले हासिल गर्नुभएको सबै भन्दा अगाडि आयो। त्यसैले धेरै एउटा कुरो त उहाँले क्रेडिट कोर्स पाउनुभयो, अर्को कुरो उहाँको आत्मविश्वास धेरै बढ्यो र यहाँ यति भन्नु पाउँदा मलाई धेरै खुसी लागेको छ। अनि हिजोको मात्रै कुरा तपाईँ पढ्न भने विद्यार्थीले के ल्याउन् भनेर हाम्रो नवीन सरले मजाले धेरै खानेकुरा पकाउनुभयो। मैले पनि पकाएँ, चना चिना यस्तो लैजाउँ भनेर पकाएर लिएर गएको विद्यार्थीले छक्क हामीलाई 3 छक्का दियो। एउटा विद्यार्थीले यति ठुलो चना चटपटे बनाउन सक्दै लिएर आएको छ, घि बनाएको छ। अर्काले यति ठुलो चिकन बिरयानी भनेर त्यो ल्याएको छ। अर्काले ल्याएको छ पकाएर सेलरोटी यस्तो यस्तो सामान ल्याएर हाम्रो गेस्टहरू 3 जना आउनुभएको छ। नेपालमा यति धेरै खानेकुरा यता नेपालीको छ, फेरिदिनको छ, सबै भन्नुभयो। र यसको चाहिँ एउटा कुरो धेरै उपलब्धि हो। यहाँ आउने विद्यार्थीहरूले भाषा संस्कृति पाउनु सँगसँगै क्रेडिट पाउनुको साथसाथै उहाँको सामाजिक एकीकरण सोसलाइजेसन चाहिँ धेरै भएको छ। यसमा म अभिभावकहरूसँग यति टाढा असिकेट लिएर सकि नसकि ड्राइभ गरेर जुन पुर्याउनु भयो तपाईँको छोराछोरीले धेरै नै सफल हुनुभयो। हिजो सबै विद्यार्थीले 4 जना हाम्रो त्यहाँबाट कलेज जाने बहिनी भाइहरूको पानीको भाइको एउटा कलेजले रोक्थ्यो, उहाँहरू जान पाउनुभयो, जाने हुनुहुन्छ जानुभयो। बाँकी सबैले हामी आउँछौँ मिस भन्ने भएको छ र उहाँहरू आउनुहुन्छ र अभिभावकले जुन सहयोग गरिदिनु हो त्यसमा म कृतज्ञता आभार प्रकट गर्दै मेरा भाइ बढी बोल्यो भने पनि म बोल्दा बोल्दै धेरै बोल्ने बानी लागेको छ। एउटा त बोल्दै अब टिचर भएपछि बोल्दा बोल्दा यस्तो बानी परिसकेछ। अब धेरै बोल्यो भने पनि माफ गरिदिनु होला। तपाईँहरूसँग समझ सम्बन्ध भएर सँगै काम गर्न पाउँदा अब मलाई त तपाईँको बच्चाहरूले भन्दा पनि हिजो त्यहाँबाट पनि मेरा केटाकेटी भनेको सबै आफ्नो हक मैले महसुस गरेको छु। अनि सबै टिचरहरूलाई आफ्नै परिवार गीत बान्दाको परिवार हुन पाउँदा खुसी लागेको छ। यहाँलाई म धेरै धन्यवाद दिँदै टिचरहरूलाई यहाँ ड्राइङ सरले हर समय गर्नुहुन्छ। अहिले साथै आफ्नै ढङ्गले म्याडमहरूले मेनुका भयो र मेरा गङ्गा जतिखेर फोन गरौँ आज जानुहोस् न भन्दा तयार हुनुहुन्छ। यसमा सबैलाई म धन्यवाद दिँदै मेरा साना साना नानीहरूलाई पनि उहाँहरूले नाच्नुहुन्छ, गाउनुहुन्छ, मिठा मिठा कुरा गर्नुहुन्छ। यहाँ अहिले आएर भाषण गर्नुहोस् न भन्दा मैले त्यसलाई वास्ता पाउने देखिराखेको छु। यहाँ सदीक्षा अनि यहाँ भाइ